सम्पूर्णमा नमस्कार। हामी चाहिँ अहिले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 कोलिलीमा छौँ। प्रदेशको केही समयको बसाइपछि 1,50,000 तलबलाई त्यागेर आफ्नै पुर्ख्यौली सम्पत्तिमा यो पुर्ख्यौली खेतबारीमा चाहिँ अलैँची खेती गर्दै आउनुभएको छ कृषक मदन आचार्यज्यू। अब हामी उहाँबाट नै सुन्नेछौँ उहाँको यो अलैँची खेतीको कृषि यात्रा कस्तो रह्यो। हाम्रो मदन दाई चाहिँ त्यहाँ अलैँचीको बगानभित्र हुनुहुन्छ अरे भने कानुन छ दाई? म यता छु भाइ। ए के गर्न लाउनु भएको यहाँ तल? यहाँ अलैँचीको यसो यो गोडमेल गर्ने अलिअलि पातहरू चाहिँ फाल्दिन पर्ने। यहाँ त निकै तल त यस्तो माथिल्लो हेर्नु यस्तो रहेछ, तल त निकै है। के यो के हो दाई? यो अलैँची हो। हजुर यहाँ के टुसाहरू? यो ब्ल्याक कार्डोमाम पनि भनेर चिनिन्छ यसलाई। हजुर यसमा चाहिँ टुसा अलैँची चाहिँ ठ्याक्क कहाँनिरबाट पलाउँछ? यो यहाँ डाँठेर यहाँ यो देखियो नि हेरियो चाहिँ यो टुसा नै हो होइन? हजुर हेरियो चाहिँ फुल हो। हजुर अनि यहाँ पनि यतापट्टि पनि यो फुल हो। हजुर यो टुसाको चाहिँ अलिकति यस्तो चुच्चो भएर पलाएको हुन्छ होइन? फुलको चाहिँ अलिकति गुत्थ भएर पलाएको हुन्छ। हजुर यो चाहिँ अब फुल फुल्ने प्रक्रियामा छ यो अलैँची। हजुर अनि यो कति समय लाग्छ यसले फल दिनलाई? यसले फल दिनलाई वर्षमा एकचोटि नै दिने हो यो होइन? हजुर अब हामीले नयाँ बगान सुरु गर्दाखेरि यो जुन गाँजहरू यो सराहरू देखिन्छ नि, यसलाई चाहिँ जरासँगै उक्काएर चाहिँ एउटा गाँजमा चाहिँ 2-3टा हामीले सारियो भने यो सारेको 3 वर्षभित्र चाहिँ यसले उत्पादन दिन सुरु गर्छ। हजुर यसलाई चाहिँ जस्तै अर्को गरामा सार्नु पर्यो भने जरादेखि यसलाई जरादेखि यो ह्यामाट नभाँचिने गरेर यसलाई चक्कुले काट्ने? यसलाई चाहिँ चक्कुले अथवा कुनै त्यो बाउसोहरूले बेल्चाहरूले चाहिँ यो आसनबाटै चाहिँ यसलाई गाना हुन्छ तल। यस्तो जराहरू देखियो नि, हामीले जराहरू देख्न सकियो। यो सँगै उक्काएर चाहिँ हामीले अलिकति खाल्टो खनेर चाहिँ हामीले 3देखि 2-3टा 4वटा सारियो भने यो सारेको 3 वर्षभित्र चाहिँ यसले उत्पादन दिन सुरु गर्छ। अनि यसलाई सार्ने बेलामा चाहिँ घाममा सार्ने कि अथवा ओसेपहरू कस्तो अवस्था, कुन माटोहरू जाँच गर्नुपर्छ, कस्तो हुन्छ? यसलाई चाहिँ बर्खाको समयमा विशेष गरी बर्सातको समय सुरु भयो भने वैशाखमै सार्न सकियो भने एकदम उपयुक्त हुन्छ। हुन्छ नत्र जेठ असार यो भदौसम्म चाहिँ हामीले यसलाई सार्न सकिन्छ। हजुर यसलाई चाहिँ अलिकति बर्सातको समयमा चाहिँ सार्न पर्ने हुन्छ यो खेती त्यस्तै खालको हो। अनि हजुरले चाहिँ यो सुरुमा सार्ने बेला चाहिँ कुन ठाउँदेखि ल्याउनु भयो अथवा विदेशबाट यसलाई किन्नु भयो? हामीले यो सुरुमा ल्याउने बेलामा चाहिँ यहाँ कथन चाहिँ यता इलाम झापाबाट ल्याएको भन्ने छ। पहिला यो अन्नपूर्ण संरक्षण क्षेत्र एकापले चाहिँ कृषकहरूलाई चाहिँ कृषि भ्रमण लिएर जाने बेलामा चाहिँ अमृसो अलैँचीको बिउहरू चाहिँ उताबाट लिएर आउनुभएको रहेछ हाम्रो बुवाहरूले। हजुर त्यति बेलाको अग्रज किसानहरूले। हजुर अनि त्यति बेला अलिअलि चाहिँ घर खाने यताउता लगाउनु भएको थियो। बजारको त्यति थाहा नभएको कारणले चाहिँ के हो यो जुन हामीले यो तल देखिन्छ यसलाई चाहिँ मल्चिङ भन्छ यो प्रक्रियालाई चाहिँ। हजुर हामीले यताको झाडीहरू स्याउलाहरू चाहिँ काटेर यसको तल बिछाइदियौँ भने यो हिउँदको समयमा खडेरीमा पनि चिस्यान कायम राखिराख्छ यो मल्चिङले चाहिँ। हजुर हामीले चाहिँ विभिन्न यस्तो बुट्यानहरू यो यता बुट्यानहरू देख्न सकिन्छ। यो बुट्यान चाहिँ मल्चिङको लागि नै हामीले यसरी पालन गरेको हो। हजुर यसले छारी व्यवस्थापन पनि गर्न सहज हुन्छ। यो चाहिँ चुचे करेला। हजुर यहाँ पनि तरकारी यता पनि रहेछ है? तरकारी अब यो यहाँ फार्मस्टेको कन्सेप्टमा चाहिँ एग्रो टुरिज्ममा चाहिँ मेरो जोडबल हो अलिकति। हजुर यहाँ व्यवस्थापन हुँदैछ अब एग्रिकल्चर एक हिसाबले लगभग पूर्ण भइसक्यो। टुरिज्मको लागि चाहिँ अब भौतिक संरचनाहरूदेखि लिएर अब व्यवस्थापन गर्न सुरु हुँदैछ। अनि हजुर भविष्यमा चाहिँ यो अलैँचीले चाहिँ कतिको ठाउँ लिन्छ र कतिको व्यापक हुन्छ जस्तो लाग्छ तपाईँको अनुमानमा? यो अलैँचीको ठाउँ चाहिँ एकदम सदैव नै यसको व्यापकै रहिरहेको छ, किनकि यो विश्व बजारमा जाने वस्तु हो। हजुर त्यसले गर्दाखेरि जुन ठाउँमा चाहिँ यो अलैँचीको खपत हुन्छ त्यो ठाउँमा चाहिँ अलैँचीको उत्पादन हुँदैन। हजुर त्यो कारणले गर्दाखेरि एकदम दीर्घकालीन व्यावसायिक रूपमा चाहिँ हामी अलैँचीलाई अँगाल्न सकिन्छ र यसको भविष्य पनि सुनौलो नै छ। मूल्य चाहिँ बजारको मूल्य चाहिँ उतार चढाव चाहिँ भइराखेकै हुन्छ जुनै पनि वस्तुको। अझै राज्यले अलिकति व्यवस्था गरेको छ अलैँची लगाऊ व्यवसाय गर भनेर चाहिँ विभिन्न अनुदानहरू चाहिँ राज्यले दिइराखेको छ होइन? हामीले पनि यहाँ हरेक कुरामा चाहिँ सिँचाइदेखि लिएर भट्टी निर्माणदेखि अलैँची सुकाउने भट्टी निर्माणदेखि अलैँची क्षेत्र विस्तार गर्नेदेखि हरेक कुरामा चाहिँ राज्यको सहयोग छ। तर यसको उत्पादनमा चाहिँ राज्यको त्यति सहयोग चाहिँ पाइएको छैन। हामीले बजारीकरणमा चाहिँ किसानहरूले आफैले बेच्न परेको छ। विश्व बजारमा चाहिँ अलिकति त्यो खालको नीतिहरू चाहिँ बनाइदिएको छैन राज्यले। त्यो गर्दाखेरि बिचौलियाहरूले अलिकति चलखेल गर्ने, किसानहरूले अलिकति कम मूल्य पाउने, त्यो
चाहिँ भइरहेको छ अहिलेसम्म। अनि हजुर यसको प्रति केजी कसरी पर्छ र नेपालीहरूले किन्दाखेरि प्रति केजी कतिमा किन्न पाइन्छ? हामीले यति बेला 2200 रुपियाँ सुकाएर राम्रोसँग सुकाएर त्यो टुप्पाहरू हुन्छ यसको टुप्पा काटेर एकदम फाइन बनाएकोलाई 2500 रुपियाँ केजीमा बेचियो। हजुर। नत्र 2000 देखि 2500 रुपियाँ केजीसम्म बेचियो। अब कोही किसानले चाहिँ अलिकति सुकाउनु भएको हुन्न होइन, कतिपयलाई अलिकति आइडिया हुन्न, भट्टी हुन्न, सबै कुराले नपुगेको हुनाले चाहिँ अलिकति त्यो फाइन नभएको कारणले चाहिँ अलिकति मूल्य 100-200 रुपियाँ मूल्य चाहिँ घटेको छ। हजुर। नत्र यसको बजारमा अलिकति विश्व बजारमा जानियो भने चाहिँ 5-7 हजार रुपियाँ केजी चाहिँ पर्छ हामीले किनियो भने बजार। विदेशतिर गएर विदेशीहरूले चाहिँ यो नेपालमा त्यति प्रयोगमा छैन अलैँची। हजुर। जति छ नेपालको उत्पादनको लगभग 97-98% चाहिँ निर्यात नै हुने यो अलैँची, विदेश नै जानियो होइन। हजुर। त्यसमा चाहिँ किसानहरूले चाहिँ अहिलेसम्म त्यही 2200-2500 रुपियाँ त्यस्तै 2700-3000 केजीसम्म चाहिँ हामीले बेचेथ्यौँ। यसपालि यो जेनजी आन्दोलन विभिन्न यो राज्य पक्षबाटै काम हुनाले चाहिँ यति बेला चाहिँ अलैँचीको मूल्य अलिकति घटेको हो, नत्र हामीले अलैँचीको मूल्य चाहिँ यति बेला राम्रो हुन्छ भन्ने चाहिँ आकलन गरेका थियौँ। यहाँहरू सबैजनालाई अलैँची चाहिँ कस्तो होला भन्ने लाग्छ भने हाम्रो दाइले चाहिँ अब अलैँची चाहिँ कस्तो हुन्छ भनेर देखाउन चाहँदै हुनुहुन्छ। ल हेरौँ है त अलैँची। ल अलैँची चाहिँ हामीले सुकाएको यो भट्टीमा सुकाएको अलैँची हो। हजुर। अघि हामीले जुन अलैँची बगान देखाइयो होइन, देख्यौँ। देख्यौँ। हजुर। र अहिले चाहिँ अलैँची हामीले टिपिसकेको कारणले गर्दाखेरि चाहिँ त्यहाँ बगानमा चाहिँ देख्न सकिएन। हजुर। त्यही बगानमा फलेको अलैँची हामीले सुकाएर चाहिँ बजारको लागि चाहिँ रेडी तयार भइसकेको अलैँची हो। हजुर। र यो चाहिँ बजारमा निर्यात हुनका लागि यो चाहिँ रेडी अवस्थामा छ। एकदम रेडी अवस्थामा छ यो। हजुर। हामीले बेची पनि सक्यौँ। हजुर। यो घर अब यसरी नै आउँदाखेरि देखाउने, अब कोही इष्टमित्रलाई चाहिँ दिने भनेर राखेको अलैँची हो। हजुर। हजुर। अनि यो खाने चाहिँ मान्छेले चाहिँ कसरी हो त? यो खाना चाहिँ हामीले कसरी खाने? खाना यो हामीले मसलामा खाना चाहिँ यो बाहिरको बोक्रा सहित पिनेर खाने हो होइन। हजुर। मसला ढुङ्गाले पिन्दिने? ढुङ्गाले पिने नि हुन्छ, मिक्सरमा गरे नि हुन्छ, मसला पिन्ने मेसिन बोक्रैसँग पिन्दिने हो। बोक्रैसँग हो यो। अथवा केही भिजाएर राख्नुपर्छ कि? भिजाएर राख्न पर्दैन, यसलाई यत्तिकै पिन्दिए पनि हुन्छ। भिजायो भने झन् यसमा त्यो लचकदार हुन्छ र अलिकति पिनिन गाह्रो हुन्छ। हजुर। सुकेकै अवस्थामा चाहिँ यो ठिक हुन्छ पिन्नलाई। हजुर। यसको भित्र यस्तो दानाहरू हुन्छ, यो दानालाई पिने पनि यो दानालाई पिने पनि हुन्छ होइन। हजुर। तर यो दानाको जति भ्यालु छ यो बोक्राको पनि त्यति नै भ्यालु हुन्छ। हजुर। यो बोक्रामा पनि यो अलैँचीमा आउने स्वाद, यसमा आउने त्यो बास्नाहरू चाहिँ यो बोक्रामा पनि हामीले पाउन सकिन्छ। हजुर। र यसलाई हामीले यसरी खान सकिन्छ। सिधै यसरी काँचै पनि खान सकियो? काँचै पनि खान सकिन्छ। यो अझै हामीले बगानबाट टिप्ने बेलामा नै खानियो भने हजुर एकदम गुलियो हुन्छ यसको स्वाद होइन। अब चबाउँदाखेरि त अब यसको पिरो स्वादै आउँछ होइन। हजुर। नत्र एकदम यसमा चाहिँ भित्र मह जस्तो भरिएको हुन्छ सेतो। हजुर। सुकाउन सकिन्छ। घाममा सुकाउन चाहिँ एकदमै समय लाग्छ यो सुक्न। यो पुरै पानीले भरिएको हुन्छ, यो भित्र पनि पानीले भरिएको हुन्छ होइन। हजुर। त्यसले गर्दा हामीले चाहिँ यो ड्रायर भनौँ न, यो अलैँची भट्टी हामीले चाहिँ आगोबाट चाहिँ यसरी यो भट्टीमा चाहिँ सुकाउँछौँ। हजुर। कस्तो हुन्छ? यो सुधारिएको भट्टी हो यो। हजुर। यसमा चाहिँ यो जुन फलामको फ्रेम छ, हजुर, यो फ्रेममा चाहिँ हामीले यहाँ दाउराको मुढाहरू आगो यहाँ बालिन्छ। हजुर। अनि यसको कोइलाहरू चाहिँ यो स्टेपमा झर्छ। हजुर। खरानी चाहिँ यो स्टेपमा झर्छ। यहाँ माथि पुरै कभर छ फलामकै उसले। हजुर। माथि चाहिँ जाली छ, त्यो जालीमाथि चाहिँ हामीले अलैँची सुकाउने हो। एकचोटि सुकाउँदा कति जति सुकाउन सकिन्छ? एकचोटि हामीले यो भट्टीमा चाहिँ 100 केजी अलैँची चाहिँ हामीले झिक्कियो। हजुर। अहिले चाहिँ यहाँ यो भइसकेको भएर चाहिँ हामीले यहाँ पराल सराल यो राखेको छौँ। हजुर। यहाँ माथि चाहिँ हामीले यो भोरी गर्छौँ। हजुर। यता लिउ छ है। यो हामीले भोरी लगभग यहाँ 1000 केजी चाहिँ हामीले 700-800 केजी काँचो सुकाइन्छ। हजुर। त्यसमा यो राम्रो पाकेको छ भने चाहिँ 5 केजी बराबरको सुकेको अलैँची, काँचो 5 केजीको सुकेको अलैँची 1 केजी बस्न आउँछ। ए हजुर। हामीले यो भट्टीबाट चाहिँ 100 केजीसम्म झिकेका छौँ सुकेको तयारी अलैँची। हामीले चाहिँ झापा बिर्तामोड लगेर चाहिँ बिक्री वितरण गर्छौँ। त्यहाँबाट चाहिँ इन्डिया जान्छ। इन्डियाबाट अब हाम्रो उत्पादन भए पनि मेड इन हिमालयन भनेर विश्वका धेरै देशहरूमा चाहिँ अलैँची चाहिँ जान्छ। यो बजारीकरणमा अलिकति राज्यले त्यही हिसाबले गरिदिने, यसको चाहिँ फाइन गरेर यसको क्वालिटी मेन्टेन गरेर लोगोसहित प्याकेजिङसहित गरेर हामीले नै पठाउन सक्ने हो भने यसको चाहिँ राम्रै मूल्य चाहिँ किसानले नै पाउन सक्ने थियो। अनि हजुर यो नेपालमा चाहिँ कतिपय मान्छेलाई जस्तै 10% मान्छेलाई मात्र थाहा छ होला, जुन 90% मान्छेलाई चाहिँ अलैँची भनेको थाहा छैन। यो किन होला?
यो चाहिँ अलैँची जस्तो सुकै ठाउँमा पनि उत्पादन हुँदैन, अलिकति चिसो यो समुद्री सतह 800-900देखि 2200को हाइटमा चाहिँ हुन्छ यो अलैँचीको उत्पादन चाहिँ। हजुर। र नेपालको गर्ने हो भने नेपालको धेरै भौगोलिक क्षेत्रहरूमा चाहिँ अलैँचीको उत्पादन हुन्छ, तर यसको चाहिँ चलन चल्ती त्यति छैन अलैँचीको। अहिले चाहिँ हाम्रो कास्कीमा यो गण्डकी प्रदेशमा पनि 8-10 वर्ष भयो व्यावसायिक रूपमा चाहिँ अलैँची खेती अलिकति व्यापक रूपमा हुँदै आएको। हुनलाई पहिलेदेखि अब हाम्रो यहाँ 40-50 वर्ष पहिला बुवाहरूले हजुरबाहरूले भ्रमण जाने बेलामा लिएर आएर घर खानको लागि चाहिँ अलिअलि लगाउनु भएको रहेछ होइन। पछि चाहिँ हामीले यसको महत्त्व अलिकति बुझे पछाडि चाहिँ हामीले व्यावसायिक रूपमा चाहिँ राज्यले पनि ल यस्तो छ है भनेर भने पछाडि चाहिँ हामीले अनुदानका कार्यक्रमहरू ल्याएर विभिन्न प्राविधिकहरू ल्याएर चाहिँ यसको खेती कसरी गर्ने, यसलाई चाहिँ कसरी यसको गोडमेलदेखि लिएर यसलाई चाहिँ कसरी उत्पादन गर्न सकिन्छ भनेर उहाँहरूबाट तालिमहरू लिएर अनि हामीले यसरी चाहिँ अलैँची खेती सुरु गरेको। अनि हजुरले चाहिँ एक वर्षमा चाहिँ कति अनुपात जति बेच्नुभयो र तपाईँलाई कति फाइदा भयो यो विषयमा केही जानकारी दिनुहोस् न। हामीले अहिले यो वर्षमा चाहिँ लगभग 850 केजी चाहिँ हामीले उत्पादन गरेर बेचिसकियो। हजुर। हामीले चाहिँ लगभग 2200देखि 2500 रुपियाँमा यति बेला चाहिँ बजारमा बेच्न सकियो। यसमा चाहिँ सुरुको 3 वर्ष चाहिँ एकदम लगानी मात्रै हुन्छ, आम्दानी हुँदैन। यसले लगाएको 3 वर्षपछिबाट मात्रै उत्पादन दिन सुरु गर्ने भएकोले चाहिँ 3 वर्ष चाहिँ लगानी मात्रै हुन्छ। त्यसमा हामीले भट्टी निर्माणदेखि लिएर यो स्टोर घरदेखि लिएर सिँचाइदेखि लिएर हरेक कुरामा चाहिँ लगानी मात्रै गर्दै आउनुपर्छ। त्यस पछाडि उत्पादन दिएको 2 वर्षभित्र चाहिँ हामीले जति लगानी गरियो त्यो लगानी चाहिँ अलैँचीले उठाइदिन्छ। हजुर। अनि यो कति वर्षसम्म यसले लाभ दिन सक्छ एकचोटि रोपेपछि? यसले हामीले गोडमेल र जे कुरालाई पनि केयर चाहिन्छ, स्याहार सुसार चाहिन्छ होइन। हजुर। हामीले स्याहार सुसार गरियो भने यसको 16 वर्ष 17 वर्षको चाहिँ आयु नै हुन्छ, इन्सुरेन्सले नै कभर गर्छ होइन। हजुर। तर हामीले यसलाई गोडमेल राम्रोसँग गरियो, मोलजोल राम्रोसँग गरियो भने 35-40 वर्ष पनि यसले लगातार चाहिँ उत्पादन दिइरहेको छ। 35-40 वर्षसम्म यसले उत्पादन मात्रै दिन्छ? दिइरहेको छ। हामीले बगैँचा व्यवस्थापन गर्न पर्यो। अब त्यो पुरानो गाँजहरू चाहिँ खनेर त्यहाँ उकाएर फाल्दिन पर्यो, त्यहीँबाट यसले जरा हाल्दै त्यसको चाहिँ सरा निकाल्दै जान्छ। हजुर। त्यो कारणले गर्दाखेरि 35-40 वर्षसम्मै पनि यो लगातार उत्पादन दिन लायक चाहिँ हुन्छ यो खेती। अनि हजुर हाम्रो यहाँ आम नेपालीहरू धेरै हुनुहुन्छ तपाईँलाई हेर्ने, र उहाँहरूले पनि केही नेपालमा केही गर्छु र केही कामहरू गर्छु भनेर बसिराख्नु भएको छ। उहाँहरूको पनि कुनै अब जग्गाहरू यस्तो ओस्यानमा होला, उहाँहरूलाई तपाईँले के सल्लाह दिनुहुन्छ यो व्यवसायलाई? उहाँहरूलाई अलिकति चिसो छ, यो उत्तिस भन्ने एउटा बुट्यान हुन्छ, एउटा रुख हुन्छ, त्यो उत्तिसहरू हुने ठाउँमा अलिकति चिसो भइराख्ने ठाउँहरूमा चाहिँ अलैँची हुन्छ। जुन समुद्री सतहबाट 600देखि 2200-2500सम्मको हाइटमा चाहिँ अलैँची खेती हुन्छ। त्यस्तो ठाउँमा चाहिँ हामीले जग्गा बाँझो नराखिकन अहिले नेपालमा कस्तो प्रचलन छ भने विदेश जाने, गाउँघर चाहिँ बाँझै रहने, बजार सर्ने, त्यो चलनले गर्दाखेरि नेपालको धेरै भूगोल चाहिँ जमिन चाहिँ बाँझो छ। हजुर। त्यो बाँझो जमिनमा चाहिँ हामीले अलैँची खेती गर्ने हो भने 2-3 वर्ष चाहिँ अलिकति दुःख नै हुन्छ। यसलाई चाहिँ एकदम बच्चालाई जस्तै केयर गर्नुपर्छ। टुसाहरू पलाउने बेलामा झाडीहरू भयो भने त्यसलाई फालिदिइहाल्नुपर्छ, नत्र टुसाहरू चाहिँ मर्ने सम्भावना हुन्छ होइन। हजुर। त्यस पछाडि अघि हामीले जुन बगानहरू देखियो त्यो बगानमा चाहिँ अब त्यही उपरजरे भए पछाडि चाहिँ अलिअलि मलमाटो हालिदिने, मल्चिङ गरिदिने, त्यो भएपछि पुग्छ, धेरै दुःख गर्न पर्दैन। हामीले गर्ने हो भने नेपालमा भनेको कृषि र पर्यटनमा चाहिँ एकदम सम्भावना भएको देश हो, हिमालले ढाकिएको देश हो, घेरेको देश हो होइन। र कृषिमा पनि प्रचुर सम्भावना बोकेको देश हो नेपाल। कृषिमा चाहिँ हामीले अलिकति लगाव दिएर, अलिकति लगनशील भएर, अलिकति मेहनती भएर गर्ने हो भने कृषिमा मजाले आत्मनिर्भर बन्न सकिन्छ। मैले पनि सरदर अब विदेश जाने बेलामा अहिलेको तुलनामा 1,10,000-20,000 रुपियाँ चाहिँ कमाइ हुन्थ्यो मेरो त्यति बेला होइन। म पनि विदेशबाट फर्केको 5-6 वर्ष भइसक्यो। हजुर। अहिले मैले लगभग महिनाको 1,30,000-40,000, 1,50,000 चाहिँ महिनाको सालाखाला बस्न जान्छ। यो अलैँचीबाट यसले चाहिँ वर्षमा एकचोटि उत्पादन दिने, एकचोटि मात्रै आम्दानी हुने हो। त्यसलाई कन्भर्ट गर्दाखेरि वर्षमा 1,40,000-50,000 रुपियाँ चाहिँ महिनामा आम्दानी देखिसकेको छ अहिले होइन। लगानीको कारणले गर्दाखेरि चाहिँ लगानी उपर गर्नु छ, त्यसले गर्दा चाहिँ आम्दानी झ्याप्प देखिन सकेको छैन। अहिलेसम्मको लगानी चाहिँ उठाउन पर्यो होइन। अब हामीले यसरी नै गर्दै गयो भने चाहिँ कृषिमा मजाले आत्मनिर्भर भएर परिवारसँगै आफ्नो देशमा इष्टमित्रसँग आफ्नो गाउँमा
हामी मजाले बस्न चाहिँ सकिन्छ, बाँच्न सकिन्छ, हाम्रो सुखी जीवन चाहिँ बिताउन सकिन्छ भन्छु म। र यसरी अलैँचीको बेर्नाहरू नर्सरीको होस् गाँचको होस् त्यस्तो बेर्नाहरू आवश्यक पर्यो भने हामीले प्रशस्त उपलब्ध पनि गराउन सकिन्छ र हामीले स्थलगत तालिम नै गराएर हजुरहरूलाई चाहिँ हामीले बेर्नाहरू उपलब्ध गराउन सकिन्छ। र यो बेर्ना भन्नुभयो, बेर्ना चाहिँ प्रति गोटाको हिसाबले बेच्नुहुन्छ या कुनै केजीको हिसाबले अथवा केही कसरी बेच्नुहुन्छ? प्रति गोटाको हिसाबले हामीले त्यो अलैँचीको जुन सरा देखिन्छ त्यो सराको हिसाबले हामीले बेचिन्छ। हजुर। त्यसको चाहिँ जिल्ला दर रेट अनुसार चाहिँ त्यसको मूल्य हुन्छ, अहिले नै यति भन्ने चाहिँ हुँदैन। हजुर। जिल्लाले सम्बन्धित निकायले सरकारी निकायले चाहिँ यसको मूल्य यति भनेर निर्धारण गरिदिएको हुन्छ। हजुर। त्यो मूल्य अनुसार हामीले बेचिन्छ। हामीले यसपालि चाहिँ 10 रुपियाँ गोटामा बेचिएको थियो। हजुर। अनुदानमा चाहिँ किसानहरूले 5 रुपियाँ 7 रुपियाँ 3 रुपियाँमा चाहिँ किसानहरूले पाउन सक्नुहुन्छ। त्यसको लागि चाहिँ कुनै आफ्नो कृषि फर्म दर्ता गर्न पर्यो अथवा कृषि समूहबाट सामूहिक रूपमा आबद्ध भएर अथवा फर्म दर्ता गरेर गइयो भने चाहिँ हामीले अनुदानको कार्यक्रमहरू प्राप्त गर्न सकिन्छ। त्यसको निम्ति चाहिँ समूह सहकारी आफ्नो कृषि फर्महरूबाट चाहिँ हामीले त्यसको चाहिँ माग निवेदन गर्न सकिन्छ। हजुर। आफ्नो जिल्लामा चाहिँ अथवा सम्बन्धित निकाय पालिका वडा कृषि शाखामा गएर चाहिँ मलाई यति अलैँचीको बेर्ना चाहिँ आवश्यक छ, उपलब्ध गराइपाउँ भनेर चाहिँ हामीले निवेदन गराइयो भने त्यसरी चाहिँ गर्न सकिन्छ। र यो अलैँचीको बेर्नाहरू पनि स्वच्छ बेर्नाहरू जुन यो सम्बन्धित निकायमा चाहिँ सूचीकृत हुनपर्छ। हजुर हजुर। अनि यो बेर्ना एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्दाखेरि चाहिँ केही बिरुवालाई हानि नोक्सानीहरू हुन्छ या कस्तो हुन्छ यसको? त्यसमा अलिकति विधि प्रक्रियाहरू हुन्छ। त्यसलाई हामीले चाहिँ अब नजिकको क्षेत्र छ भने चाहिँ सिङ्गलै हामीले त्यो डाँठीसँग पठाउन सकिन्छ जुन नर्सरीको बेर्नाहरू भयो भने होइन। हजुर। नत्र यो ओसार पसारको लागि चाहिँ एकदम सजिलो हो यो अलैँची। यसलाई हामीले बाँधेर अथवा यस्तो जुटको बोराहरूमा चाहिँ तलको त्यो जराहरू चाहिँ ढाकेर चाहिँ हामीले लान पनि सकिन्छ। अब नजिकको 1-2 दिनमा पुग्छ भने त्यत्तिकै मुठाहरू बाँधेर गाडीमा हालेर पठाइयो भने पनि हुन्छ। त्यसको लागि यो ओसार पसार गर्नको लागि चाहिँ एकदमै सजिलो छ अलैँची। यो राम्रो हामीले चिसोमा राखियो, अलैँचीको बेर्ना उकाएर चिसो ठाउँमा राखियो भने 8-10 दिन 10-15 दिन राखे पनि यो केही हुँदैन, मर्दैन। यो यसले उत्पादन यो चाहिँ सर्छ। हस् दाइ, तपाईँले राम्रो जानकारी दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद है त। हस्, धन्यवाद।